म किन हेल्थ इन्सुरेन्स गर्नु पर्यो भन्ने माइन्डसेट हुन्छ। जब एकजना कोही बिरामी पर्छ फ्यामिलीमा अनि त्यसपछि त्यो हेल्थको खर्चले उसले गरेको इन्भेस्टमेन्ट र सेभिङ्स यस्तोरी धराशय हुन्छ अनि बल्ल इन्सुरेन्स गर्नु पर्यो है भन्ने चेतना हुन्छ। त्यो पनि घाटे भइरहेको भन्छु कि म। हजुर, त्यो पिरियडमा आउँछ कि वान्स यु कम आउट र जुन बिरामीलाई घर ल्याउनुहुन्छ तपाईँले आफ्नो रेगुलर वर्कमा जानुहुन्छ नि देन यु फर्गेट त्यो प्रब्लम छ कि। अनि फेरि त्यही बिरामी जो रिकभर भएर आयो अब उसलाई इन्सुरेन्स गर्नु पर्यो भने महँगो पर्छ नि त, होइन र? डेफिनेटली इन्सुरेन्स कम्पनीले त्यो त हिस्ट्री भयो नि त। हजुर हजुर, भनेपछि प्रि एक्जिस्टिङ त्यो रोगै नपाउने गर्न पनि सक्छ। सो त्यो प्र्याक्टिस आउनु पर्यो। हाम्रो यहाँ कस्तो कल्चर छ भने नि मैले इन्सुरेन्स गरेँ फाइदा भएन, इन्सुरेन्सलाई कसरी लिनु पर्यो भने मेरो लगानी पनि हो होइन, मलाई केही भइहाल्यो नि भएन भने अरूलाई पायो टिकट आज समाज सेवा भन्छु कि। एउटै अपर्च्युनिटी हो नि त, तपाईँको इन्भेस्टमेन्ट पनि भयो समाज सेवा पनि गरिरहेको छ भने भएन त भएन। युआर लक्की, युआर ब्लेस, तपाईँलाई रोगै लागेन तर त्यो पैसाले अरू कसैलाई रोग लागेछ उहाँले बेनिफिट लिनु त हो। इन्सुरेन्सको कन्सेप्ट सिम्पल त्यति नै हो। अब चाहिँ म एकदम पिन पोइन्टको कुरा गर्छु है। अब धेरैजनाको न्यारेटिभ्स चाहिँ भनौँ न गर्न त गरियो सजिलोले तर क्लेम गर्ने बेलामा चाहिँ साह्रै गाह्रो हुने। विदेशमा जस्तो हुन पाए हुन्थ्यो नि, जस्तै म मेडिकल इन्सुरेन्स क्लेम गर्ने हो भने म हस्पिटल जान्छु, हस्पिटलमा मेरो इन्सुरेन्स पोलिसीको नम्बर या कि एउटा के नम्बर हुन्छ त्यो नम्बर राखिदिन्छु, मैले त्यहाँ केही क्यास ट्रान्जेक्सन गर्ने नपरोस्, म बिरामीलाई लिएर आफ्नो घर आउँछु, जे पनि सेटलमेन्ट हो इन्सुरेन्स कम्पनी र हस्पिटलले गर्छ। त्यो कतिको पोसिबल छ नेपालमा र यहाँ क्लेम सेटलमेन्टमा चाहिँ किन खास गाह्रो आइराख्ने हो क्या मान्छेलाई, किन त्यो इन्सुरेन्ससँग कम्प्लेन भइराख्ने हो? हाम्रो जस्तो देश र एउटा बाहिरको विदेश विकसित देशको कम्पेयर गर्ने हो भने अलिकति मोरल हेजर एस्पेक्ट होइन, अकाउन्टिङ सिस्टम त्यो सबै चिजमा कन्फिडेन्स नभएर पनि होला। बट ह्याभिङ सेड द्याट त्यो तपाईँले भने जस्तो क्यासलेस हामीले गरेर इट्स बिन 6-7 years वी आर डुइङ द्याट। अहिले पोसिबल छ सकिन्छ। तपाईँको हस्पिटल नेपाल र नेटवर्क इन्डियामा जान्छ। हजुर, हामीले सबै हस्पिटलमा गराएको छैन, यो कन्फिडेन्सको कुरा गरेँ नि। वी हेभ टाइड अप विथ 24 हस्पिटल्स इन नेपाल, 6000 हस्पिटल नेटवर्क्स इन इन्डिया। हाम्रो कार्ड हुन्छ, त्यो कार्ड दिइसकेपछि हस्पिटलले हामीलाई इन्फर्मेसन दिन्छ, हामी रिकन्फर्म गरेर हामी उहाँलाई अथोराइज गर्छौँ र क्यासलेस हो। सो मैले हस्पिटल जाँदाखेरि केही तिर्नु पैसा निकाल्नु पर्दैन। हाम्रो देशमा हामी सक्षम छौँ भने देखाउनु पनि आवश्यक छ जस्तो लाग्छ एउटा। अर्को भोलि नेपालमा मेडी टुरिज्म पनि त आउला, हेल्थ टुरिज्म पनि त आउला नि होइन। हामी एक्सप्यान्ड गर्दैछौँ, प्रब्ली अर्को 1 महिनाभित्र हामी एक्सटेन्सिभली नै मार्केटिङ गर्छौँ। मेरो लागि 20-20 लाखको 4जना छ भने 4जना लिन पनि पाएँ, होइन भने 20 लाखले हामी 4जनालाई कभर गर्नु पनि फ्लोटर सिस्टममा गर्न पाइन्छ। इट विल बी अ प्रडक्ट फर द फ्युचर बिकज द वे मेडिकल कस्ट आर गोइङ अप, इन्सुरेन्स